सबैमा नमस्कार। म डाक्टर असीम सुवेदी। म एक आकस्मिक चिकित्सक हुँ। आज म एउटा अवस्थाबारे सम्पूर्ण नेपालीको ध्यान आकर्षित गराउन चाहन्छु। धन्यवाद। उहाँ एक बिरामी लगभग 6 दिन अगाडि हाम्रो इमर्जेन्सीमा आइपुग्नु भएको थियो। हामीले उहाँलाई हेर्ने बित्तिकै यो पक्षघात हो भनेर चिनिहाल्यौँ। अनि सिटी स्क्यान गर्दा उहाँको सिटी स्क्यान नर्मल थियो, केही पनि देखिएको थिएन। र बिरामीको जुन लक्षण देखा पर्छ त्यो लक्षणको हिसाबले यो स्ट्रोक अथवा पक्षघात हो भन्ने हामीले चिन्यौँ। एकचोटि बिरामीलाई नै हेरौँ। तपाईको दायाँ हात उठाउनुहोस् त हजुर। दायाँ हात, बायाँ हात उठाउनुहोस्। बायाँ हात, दायाँ खुट्टा, दायाँ खुट्टा उठाउनुहोस्। बायाँ खुट्टा उठाउन गाह्रो भएछ। बायाँ खुट्टा उठाउन गाह्रो भएछ। ल मलाई यतातिर हेरिदिनुहोस् त हजुर। यता मलाई हेर्नु न। मलाई देख्नु भएछ? हेर्न गाह्रो भएछ यता? उहाँले लगाएको ज्याकेट कुन रङको छ भन्नुहोस् त? कुन रङ हो यो? अहिले सबै हेरेको कुरामा उहाँलाई एक तपाईँले याद गर्नुभयो होला, बोली फुटेको छैन। दायाँ हात चले पनि बायाँ हात कमजोर छ। हात उठाउन उहाँलाई दायाँ जतिको सजिलो छैन र खुट्टा, बायाँ खुट्टा चाहिँ उहाँले उचाल्न सक्नु भएको छैन राम्ररी। र राम्ररी याद गर्नुभयो भने उहाँले दायाँतिर त हेर्न सक्नुहुन्छ, तर बायाँतिर हेर्न उहाँलाई अप्ठ्यारो छ। उहाँको बायाँ साइडको समस्या देखा परेको छ। त्यसैले यो लक्षण स्ट्रोकको हो भनेर हामीले चिनिहाल्छौँ। खालि हामीलाई जान्न जरुरी के हुन्छ भन्दाखेरि उहाँको सिटी स्क्यानमा ब्लिडिङ छ कि छैन त्यो हेर्नलाई मात्र हामीले सिटी स्क्यान गराउँछौँ। धन्यवाद। बिरामीको सिटी स्क्यान नर्मल देखेपछि हामीलाई टाउकोभित्र ब्लिडिङ छैन भन्ने कुरा थाहा हुन्छ। अनि यो इस्केमिक स्ट्रोक भन्छ। यसमा चाहिँ ब्लिडिङ भन्दा पनि रक्तनलीमा कुनै रगत जाम भएर दिमागका कोशिकाहरू बिग्रिन लागेको भन्ने बुझिन्छ। त्यसको लागि चाहिँ हामीले थ्रोम्बोलाइसिस भनेर यो थ्रोम्बोलाइटिक एजेन्ट 2 किसिमको दबाई पाइन्छ नेपालमा। एउटै दबाईको 85,000 देखि 1,20,000 एकजनालाई चाहिने दबाईमा खर्च आउँछ। उहाँलाई चाहिँ हामीले धेरै सम्झाएपछि दबाई लिनलाई उहाँहरूले निर्णय गर्नुभयो। यो दबाई चाहिँ हामीलाई नेपाल सरकारले फ्रीमा दिएको हुनाले उहाँलाई हामीले फ्रीमा दिन सफल भयौँ र बिरामीलाई पनि दबाई लिन्छु भन्न निर्णय गर्न सजिलो भयो। पछिल्लो अवस्था चाहिँ औषधि दिएपछि 1 घन्टा 15 मिनट पछिको अवस्था हो। औषधि चमत्कारिक त होइन। हामीले यो औषधि दिँदा डाटा अनुसार, विदेशी डाटा अनुसार हामीलाई के भनिन्छ भन्दाखेरि 8 जनामा उपचार गर्दा एउटालाई चाहिँ ठिक बनाउन सकिन्छ भन्ने धारणा छ। त्यो पनि समय कति हुन्छ यो चाहिँ 4.5 घन्टाभित्र आउनु हुनेलाई भनेको कुरा हो। अगाडि नै आउनेहरूलाई चाहिँ झन् राम्रो हुन सक्ने सम्भावना हुन्छ र 4.5 घन्टा पछाडिकोलाई चाहिँ सुधार उन्मुख हुन अलिक गाह्रो पर्न सक्ने अवस्था हुन्छ। तर समयमै आउँदा पनि सुधार हुनेको अवस्था भनेको सबैको सुधार हुन्छ भन्ने हुँदैन। तर त्यसको मतलब हामी ट्राई नै नगरौँ भन्ने चाहिँ होइन। त्यस कारण नै मैले यो भिडियो राखेको छु। औषधि दिइसकेपछिको अवस्था हेरौँ है त। यता हेर्नुहोस् त हजुर। नाम के रे हजुर? नाम हजुरको? दायाँ हात उठाउनुहोस् त। दायाँ हात पुरै उठाउनुहोस्, पुरै। देब्रे हात, देब्रे। बायाँ हात हो। अघि चलाउन गाह्रो भयो थियो। होइन भयो धेरै चलाउनु। ल दायाँ खुट्टा, खुट्टा
खुट्टा खुट्टा दायाँ खुट्टा सिधा माथि उठाउनुहोस् त माथि हो यो खुट्टा अब अघि यो खुट्टा चलाउनु गाह्रो भयो थियो नि त होइन अब यो खुट्टा उठाउनु त सुन्नु भएन यो देब्रे खुट्टा पनि उठाइदिनु न एकचोटि उठाइदिनु ए नेपाली बुझ्नुहुन्न र ए ल हामीले तपाईँलाई औषधि दिएको थियो त्यो औषधिले कति सुधार भयो भनेर हेर्न खोजेको के है अघिको भन्दा हात खुट्टा चलाउन सजिलो भएछ नि तपाईँलाई है भएछ बिरामीको सुधार भएको हामी देख्न सक्छौँ। बिरामीको सुधार अघिको भन्दा 1.5 घन्टा जस्तोमै देखा परेको छ र पनि अहिले पनि उहाँलाई हिँड्न अप्ठ्यारो र पछिल्लो 24 घन्टादेखि 48 घन्टामा फेरि पनि यो हुन सक्ने सम्भावना चाहिँ रहन्छ। त्यही भएर हामीले उहाँलाई पछि पनि फलोअप गरेका छौँ। यो पछि फलोअप गरेको चाहिँ म अर्को भिडियोमा राख्नेछु। धन्यवाद।